यसै क्षेत्रबाट निर्वाचित माननीय योगेन्द्र मण्डल जोगेश्वरज्यू र मञ्चमा आसीन हाम्रो पार्टीका विभिन्न तह र तबकामा रहेर जिम्मेवारी रहनु आदरणीय सहयोगी साथीहरू र व्यक्तिगत तर्फबाट र राष्ट्रिय ऊर्जाशील पार्टी नेपालको तर्फबाट हार्दिक नमस्कार अभिनन्दन गर्न चाहन्छु। आज यो चुनावी सभा भइरहँदा पक्कै पनि यो चुनावी सरगम बढेको छ। हिजोबाट औपचारिक रूपले निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरूलाई चाहिँ निर्वाचनको निमित्त निर्वाचनमा आफ्नो प्रतिबद्धता लिएर चाहिँ मत माग्ने कार्यक्रमको निमित्त हामीलाई खुल्ला गरिएको अवस्था छ। सर्वप्रथम म मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 प्रत्यक्षतर्फको उम्मेदवार मनोज राजवंशी, मेरो घर कानेपोखरी गाउँपालिका वडा नम्बर 4 बयरवनमा पर्छ र म आज यो राष्ट्रिय ऊर्जाशील पार्टी नेपालको तर्फबाट मैले उम्मेदवार दिइरहँदा र हाम्रो आदरणीय अध्यक्ष जो यो समाजमा स्थापित व्यक्तित्व हुनुहुन्छ योगेन्द्र मण्डल, आज हामी उहाँको नेतृत्वमा रहेको यो राष्ट्रिय ऊर्जाशील पार्टी चुनाव चिन्ह चापाकलबाटै किन चाहिँ हामी उम्मेदवार दिन हामी जस्ता युवाहरू त्यो क्षेत्रमा गयौँ त भन्ने मुख्य कुरा रहन्छ। आज देशमा विभिन्न किसिमको राजनीतिक परिवर्तनहरू राजनीतिक आन्दोलनहरू भयो। त्यो राजनीतिक आन्दोलनमा सधैँभरि यो क्षेत्रका आदिवासी जनजाति मधेसी उत्पीडन पिछडा वर्गहरूलाई चाहिँ एउटा भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गरिएको थियो र त्यो प्रयोग गरिरहेको अवस्था हामी सधैँभरि भोटरको रूपमा मात्रै हामी भोट दिने काम र भोट दिइसकेपछि यो अधिकार र यो नीति बनाउने ठाउँमा चाहिँ अरू नै मान्छे पुग्छ। तसर्थ आज यो पार्टीको मुख्य उद्देश्य भनेकै सम्पूर्ण नेपालीहरूको सम्पूर्ण जात जाति भाषा धर्म सबैलाई समेट्न सक्ने एकमात्र हाम्रो पार्टी राष्ट्रिय ऊर्जाशील पार्टी हो। त्यसैले गर्दा सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने धेरै कुराहरू हाम्रो पार्टीका अध्यक्षले राख्नु नै हुनेछ। अहिले हामीलाई समयको निकै नै चटारो छ र आज यो रङ्गेलीको ऐतिहासिक मोरङ जिल्लाको सदरमुकाममा आएर राष्ट्रिय ऊर्जाशील पार्टीको चाहिँ मत मागिरहँदा म एउटा कुरा चाहिँ म भन्न चाहन्छु तपाईँहरूलाई। आज हामी जस्ता हजारौँ युवाहरू हामी जस्ता हजारौँ जनसमुदायहरूलाई चाहिँ एउटा सत् बाटोमा सही मार्गमा हिँडाउनको निमित्त आज एउटा व्यक्ति जो व्यक्तिले सयौंको सङ्ख्यामा शिक्षा स्वास्थ्य र रोजगारीको विषयलाई प्रत्यक्ष रूपले चाहिँ आफूले गरेर प्रमाणित गरिसक्नु भएको व्यक्ति हो। उहाँको पछि लाग्दा र उहाँको नेतृत्वमा रहँदा यो समाजलाई यो राष्ट्रलाई र विशेष गरेर हामी जस्ता युवाहरूलाई कुनै कतैबाट पनि घाटा हुँदैन। कतै कता सुन्ने गरिन्छ। अघि म दरवेसामा घरदैलोमा थिएँ। घरदैलोमा रहिरहँदाखेरि कुराहरू आयो कुन पार्टीको चुनाव चिन्ह भन्दा जोगेश्वरको पार्टीबाट उठ्नु भएको छ भन्नुहुन्छ। हो, हामी एउटा भुइँ मान्छे जो आज भुइँ मान्छेबाट यो समाजलाई चाहिँ शिक्षा स्वास्थ्य र रोजगारको निमित्त मात्र नभएर सकारात्मक बाटोमा हिँड्नुपर्छ भन्ने एउटा त्यो सन्देश दिने एकमात्र व्यक्तित्व हुनुहुन्छ। सायद आज यो देशमा प्रचण्डले, केपी शर्मा ओलीले, गगन थापाले लगायत विभिन्न राजनीतिक दलका नेताहरूले यति मात्र 5 जनालाई रोजगारी दिएर 5 जनालाई चाहिँ शिक्षा स्वास्थ्यको विषयमा चेतना जगाउने काम गरेको थियो भने आज यो देश यो अवस्थामा रहँदैन थियो। साथीहरू, धेरै हाम्रो महिला दिदीबहिनीहरू हुनुहुन्छ। पक्कै पनि मलाई लाग्छ यो महिला दिदीबहिनीहरू भनेको घरको र यो देशको बागडोर सम्हाल्ने भनेको पहिलो महिला दिदीबहिनीहरू हुन्छ। आज एउटा महिला दिदीबहिनीले एउटा नानी जन्माउँदा 9 महिना लाग्छ नानी जन्माउन। तर यो राज्य सत्तामा रहेको राजनीतिक दलहरूले 100 वर्ष राज्य सञ्चालन गरिरहँदा जहिले पनि बाटो बनाइदिन्छु, पुल बनाइदिन्छु, विभिन्न किसिमको आरोप प्रत्यारोप गर्दै हाम्रा उम्मेदवारहरूलाई र हाम्रो पार्टीहरूलाई हेपिरहेको अवस्था बाहिर सुन्ने गरिन्छ। हामी खबरदारी गर्न चाहन्छौँ। हामी पनि यो राष्ट्र बनाउने अभियानमा हिजो जेल लेल बन्दुक बोकेर हिँडिरहेका थियौँ। 19-20 वर्ष म पनि माओवादी केन्द्रमा थिएँ। आज हामी जेनजी आन्दोलनपछि देशले रूपान्तरण पाउनुपर्छ, देशले निकास पाउनुपर्छ र यो देशको नागरिकहरूले
समानतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यले आज योगेन्द्र मण्डल नेतृत्वको पार्टीमा हामी समावेश भएर हामी त्यो पार्टी जन्माएर आज हामीले यो मोरङ जिल्लाको 3टा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार दिन सफल भएका छौँ। मलाई लाग्छ यो 3टा क्षेत्र भनेको हामी चुनाव जितौला हारौला त्यो पछिको कुरा हो, तर यो सेवा निरन्तर रहन्छ। हाम्रो राजनीतिक र पेसा ठानेर हिँडेका छैनौँ। राजनीतिकलाई हामी सेवाको भावनाले त्यो आत्मसात गरेर प्रतिबद्धता गरेर कसम खाएर हामी यो अभियानमा हिँडेका छौँ। हामी कुनै पनि कार्यकर्ता होइनौँ, हामी सेवक हौँ र हामी सहयोगी हौँ। हामीमा त्यो फरक छ, त्यो फरकपन छ। त्यसैले गर्दा यो क्षेत्रमा रहेको आदिवासी, मधेसी, राजवंशी सम्पूर्ण खस आर्य जो चाहिँ समानता अधिकार लिनबाट वञ्चित छ। आज एउटा आमाले बच्चा जन्मेर 9 महिना रुँदाखेरि नानी जन्मिन्छ, तर 100औं वर्ष 40-50 वर्ष चाहिँ यो देश चलाउँदा के यो बाटो विकास हुँदैन? आज विकास गरौँ अरे विकासको नाममा चाहिँ उम्मेदवार भए मैले जित्नुपर्छ भन्ने नारा लाउँदै हिँड्दैछ। तर यो क्षेत्रमा विकास बाटो बनिरहँदा त्यो क्षेत्रको नागरिकको जीवनस्तर कतिको उक्स्यो, त्यो क्षेत्रको चाहिँ जनताहरूले कतिको जीवनस्तर उक्सेर चाहिँ यहाँको सामाजिक न्याय रूपान्तरणको विषयमा सहभागी हुन पायो, यो मुख्य कुरा हो। आज म राजवंशीको छोरो, यहाँदेखि तपाईँको यो क्षेत्रभरिमा 36,298 भोटर रहेछ राजवंशीहरू 2 नम्बर क्षेत्रमा। आज रूपान्तरण हुँदैन होला राजवंशीहरू, तर भोलिको दिनमा रूपान्तरण हुनुपर्छ र रूपान्तरण गराउनको लागि म र राष्ट्र ऊर्जाशील पार्टी जहिले निरन्तर लागिरहन्छ जबसम्म त्यो लक्ष्यमा पुगिँदैन। त्यसैले गर्दा धेरै कुराहरू अब हाम्रो पार्टीका अध्यक्षले राख्नु नै हुनेछ र अन्त्यमा फेरि पनि म भन्न चाहन्छु, जति पनि तपाईँहरू उपस्थिति हुनुहुन्छ, जो उपस्थितिले आजको मितिबाट 15 दिन मात्रै होइन दीर्घकालीन जो चाहिँ हामी पछिका पुस्ताले र तपाईँहरूको छोराछोरी हामी हो र तपाईँहरूको छोराछोरी पछि तपाईँहरूको नाति नातिनाको लागि यसपालि चापाकलमा मतदान गर्नैपर्छ। विभिन्न किसिमको आरोप प्रत्यारोप लाउँछन् हामीलाई, तपाईँहरूलाई पैसा पनि दिन आउला, तपाईँलाई मासु पनि दिएला, किनभने राज्य सत्ताले जहिले पनि आदिवासी जनजाति मधेसी र उत्पीडन नपरेका खस आर्यहरूलाई कुन नजरले हेर्छ भन्दा यिनीहरू बिक्छ, मासु पैसामा बिक्छ, यो समुदायहरू मासु पैसामा बिकेर हिँड्छ, यति मात्रै कन्सेप्ट हुन्छ। तर यो समुदायभित्र यस्तो पनि छ, शिक्षामा सफलता, स्वास्थ्यमा सफलता र रोजगारीमा सफलता गर्न सकिन्छ भन्ने एउटा योगेन्द्र मण्डलजीको नेतृत्वले र योगेन्द्र मण्डलले गरेर देखाएको कारणले गर्दा आज हामी जस्ता हजारौँ युवाहरू चाहिँ उहाँको नेतृत्वमा हामी छौँ। त्यही भएर सबै साथीभाइहरूलाई, उपस्थित आमा बुवा दिदी विशेष गरेर हजुरहरूलाई म के भन्न चाहन्छु, तपाईँहरूको कोही आफन्त साथीभाइ 2 नम्बरतिर छ, 3 नम्बरतिर छ भने फोन गरेर एकचोटि भन्नुहोस् उम्मेदवार को होला थाहा छैन, तर यसपालि कल छापमा भोट दिनु सबैले भन्नुपर्छ र सबटाको कहे पर्दो। यी बार नहीं जितेबे तो समस्या छो देश में। जेनजी आंदोलन के कारण से भेले मालूम छ न, भ्रष्टाचार, व्यतिथि, नातावाद, कृपापात, वही कारण से अन्तिममा फेरि भन्न चाहन्छु, यसपालि चापाकलमा मतदान गरेर यसै क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार हाम्रो पार्टीका अध्यक्ष योगेन्द्र मण्डललाई विजय गराइदिनु न हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु। हस्त, नमस्कार, अभिवादन।